गुड आफ्टरनुन। अहिले चाहिँ कति बज्यो? 3:30 भयो। अनि अब चाहिँ मेरो नानीहरू 4 बजी छुट्टी हुन्छ। अनि उनीहरूलाई मैले चाहिँ खाजा रेडी बनाएर राखिदिनु पर्ने हुन्छ। के गर्नु साथी हो, नानीहरूलाई खाजा बनाइदिनु पर्छ। यसरी यहाँ चाहिँ अन्डा कतिवटा 4टा अन्डा, अनि यहाँ प्याज टमाटर धनियाँलाई चाहिँ यहाँ मिक्स गरेर चाहिँ यो यहाँ ताई यो ब्रेड डामेर बनाइदिउँ भनेको। अब मेरो ठुलो छोराले त मन पराउँछ, अब सानोले त त्यो प्याज धनियाँहरू लगाएको टमाटरहरू लगाएको त्यति खानु मन गर्दैन। अब आज अरू खाजा के छ र, त्यही यही बनाइदिनु पर्यो भनेर मैले यही रेडी गर्दैछु है गाइस। यस्तो छ अब कस्तो हुन्छ है यो म बनाउँछु, हेर्नुहोस् है यसको यो लुक्स। अनि यो गिलासमा चाहिँ मैले अन्डा प्याज टमाटर धनियाँ नुन हालेर चाहिँ फिट्नुपर्ने, फिटेको एक हातमा मोबाइल एक हातले फिट्नुपर्ने। त्यही भएर हेर्नु न यस्तो अप्ठ्यारो भइरहेछ, भिडियो पनि पुरा राम्ररी देखिरहेको छैन। अब यस्तै हो। अनि त्यहाँदेखि यसलाई अब मजाले फिटेर यसलाई डाम्नुपर्ने छ क्या। त्यही भएर यहाँ फिट्दैछु, एक हातमा मोबाइल एक हातमा यसो गरेर। हेर्नु कस्तो अप्ठ्यारो भइरहेछ है। अब त्यस्तै भए पनि भिडियो क्लियर दिएको छैन र पनि राम्ररी हेरिदिनु। यस्तो तरिकाले भइरहेको छ मेरो चाहिँ, के गर्नु है। अब ताई बसाए, अब यो ताई तातिन्छ। तातेपछि चाहिँ यहाँ तेल हालेर अनि अन्डा लाउने, अनि माथिबाट ब्रेड, अनि यहाँ हटकेसमा राखिदिने। ट्याङ जुस पनि बनाइदिनु पर्ने छ चिसो पानीमा। ट्याङ जुस म्याङ्गो ट्याङ जुस चिसो पानीमा बनाइदिने। यो ब्रेड यस्तो बनाएको चाहिँ यो टमाटर केचपसँग खानु चाहिँ मिठो हुन्छ क्या। यो टमाटर केचप चाहिँ नपिरोवाला हो है, नपिरोवाला हो। पिरोवाला चाहिँ अब त्यति खाँदैन कि मेरो नानीहरूले। अनि यो चाहिँ नपिरोवाला ल्याइदिएको टमाटर केचप। यो चाहिँ यस्तो भयो। अब यो ब्रेड चाहिँ माथिबाट लगाइदिन्छु म। अनि यो चाहिँ यस्तो हुँदैछ। अब यसलाई चाहिँ सर्लक्कै पल्टाउनुपर्छ है बिस्तारै। यस्तो भयो। बनाउँदै यो हटकेसमा राख्ने। ल मैले चाहिँ यहाँ बनाइसकेँ, जम्मी 3टा बन्यो। अब नानीहरू लिनु जान्छु अनि दिन्छु। अब खाएको चाहिँ भिडियो बनाउँदिनँ, किनभने मेरो छोरा मान्दैन, ठुलो छोरा मान्दैन भिडियो बनाएको खाएको होइन। त्यही हो। अनि अब यो अहिले तिनीहरू आएपछि ट्याङ्स पोलिदिन्छु चिसो पानीमा। अनि त्यही हो। ल त यति भन्दै मेरो यो भिडियो चाहिँ छोटो मिठो भिडियो चाहिँ म अन्त्य गर्न चाहेँ। ल ओके बाई बाई।